अनि हाम्रो बाइक चाहिँ यता पार्किङ छ। सो केटाहरु चाहिँ तल गइसकेको छ। अब म पनि जानुपर्ने हुन्छ हेलमेट सिमेट लगेर। हामी खेल्ने चाहिँ यता चाहिँ ट्याक्क होइन खेलिरहेको छौँ। हामी खेल्नुपर्छ एकछिन ट्याक्क दामी पाराले। म चाहिँ यता ट्याक्क बोलिरहेको छ। अनि ट्याक्क हामी चाहिँ यता बनाएर खानुपर्ने हुन्छ। मौसम चाहिँ दामी गरिदिरहेको छ ल अहिले चाहिँ। ल साथी चेस चेस। सो हेलो एभ्रिवान, स्वागत छ आजको मेरो न्यू भिडियोमा। अनि हामी चाहिँ नुहाउन आएको टक्क यो मसिना भन्ने ठाउँमा। अनि हाम्रो बाइक चाहिँ यता पार्किङ छ। सो केटाहरु चाहिँ तल गइसकेको छ। अब म पनि जानुपर्ने हुन्छ हेलमेट सिमेट लगेर। हाम्रो बाइक यो चाहिँ दाइको बाइक ट्याक्क दामी छ। अनि मेरो त्यही नै अब म पनि जान्छु तल ट्याक्क यसो नुहाइडे गरेर हल्का चिकन फ्राई गरेर खानुपर्ने हुन्छ। बाइक चाहिँ हाम्रो यहाँ पार्किङ छ ट्याक्क यहाँदेखि जानुपर्ने हुन्छ। ट्याक्क तल अरू पनि छन् क्या सायद पौडी खेल्दा जस्तो छ। हामी पनि टक्क गएर फेरि खेल्नुपर्ने हुन्छ। हामी जाने बाटो गइरहेको छु म चाहिँ होइन। केटाहरु चाहिँ तल गइरहेको छन्, अगाडि गइसकेका छन्। सो त्यही नै हो, खोला हेटल्लो छ। सो हामीले चाहिँ अब यहाँ बनाएर खाने ट्याक्क पौडी चाहिँ यता खेल्ने। ल है हाम्रो चाहिँ अब आगो बोल्दैछ ट्याक्क होइन। यता हाम्रो अर्जुन साथी कान्छा अनि साथी छन् यता लड्कीहरू चाहिँ खेलेर गइसके। अब हाम्रो एकछिनमा पालो आउँछ ट्याक्क खेल्ने। आगो बल्दैछ अनि चिकन चाहिँ कटा छ। कटा छ कान्छ चिकन यता टङ्ग्या छिन् चिकन चाहिँ। अब एकछिन यसलाई ट्याक्क फ्राई गरेर के हुन्छ फुलपाल गरेर। अनि हामी खेल्ने चाहिँ यता चाहिँ ट्याक्क होइन खेलिरहेको छौँ। हामी खेल्नुपर्छ एकछिन ट्याक्क दामी पाराले। ल आगो चाहिँ दामी बोल्नु पर्यो ल। झिर पनि ल्याथ्यौँ दाम झिर्काएको त ट्याक्क लागेर। अब म चाहिँ चिकन बनाउनु लाग्यो। नुन मसला एउटा छ अनि ट्याक्क। अनि मसला कहाँ छ है मिट मसला लिएर आगो चाहिँ यता ट्याक्क बोलिरहेको छ। अनि ट्याक्क हामी चाहिँ यता बनाएर खानुपर्ने हुन्छ। सो फाइनली रेडी भइसक्यो हाम्रो दुईवटा चाहिँ। अरू बाँकी यहाँ छ। आगो राप बन्दैछ एकछिन। अनि केटीहरू चाहिँ फर्किसके। अब हामी चाहिँ एकछिन खेलेर फर्किनुपर्छ ट्याक्क खाएर। अनि ल यताको चाहिँ रेडी भइसक्यो। ट्याक्क खानुपर्ने हुन्छ यसलाई चाहिँ ट्याक्क बनाएर। चिकन हो कि अरू चिकन हो। अझै एकछिन दिन्छ कि 20 दिन्छ। ल मौसम चाहिँ दामी गरिदिरहेको छ ल अहिले चाहिँ। केटा चाहिँ पौडी खेलिरहेको छन् केटाहरू टक्क तल। हामी पनि खेल्नुपर्ने हुन्छ एकछिनमा। के छ त अनि मासु उनेर के मजा आइरहेको छ। मजा त आइहाल्छ मासु उनेको चाहिँ धेरै हुन्छ क्या ल साथी चेस चेस। Obrigado.